जी त मुजीले जे पनि भन्नुहुने मुजी जाँठा हेर मेरो पनि 12 लाख सब्सक्राइब भयो फलोवर्स भएको है सब्सक्राइब भएको होइन केपी ओलीले रोकेको थियो मुला प्रधानमन्त्री हुँदाखेरि मैले भक्कु गाली दिएको थियो यो साइबर छ नि साइबर नरोक भनेको मैले केपी ओलीले धेरै सम्झाएको मैले मानेन है साइबर बिग पावर त मुजीले चाहिँ बोल्नु हुने मामु सब भने है चल विरोध गर्न यार मासाला म त 3 करोडले बोलेको छु भाइ डुवान दाई मुझे फक मासाला 3 करोडमा 75%ले एक साग खान्छ मुझे 2 साग खाने कुरो गरेको छु मैले पानी बेच मुझे हामी सबै धनी हुन्छ भनेछ तैँले पनि त्यो चलाउनु पर्दैन मैले पनि मुख छोड्नु पर्दैन मुला हामी त्यसै धनी हो अब यिनीहरू आएको मान्छेले है कसैलाई आएको कुरै नगर मुला आएको मान्छेले चाहिँ अहिले नि यस्तो मलाई चाहिँ मन्त्री सन्त्री नहुँदाखेरि यसो देखाउँछ भने भन्नु नपाउने राणा गयो राजा गयो मलाई केपी ओलीदेखि सेवादाय प्रचण्ड गयो मुझे जो पनि जान सक्छ होस् कर 3 करोड जनता सर्वे सर्वा यदि चाहिँ हेक्का राख्नु है मैले चाहिँ हिस्की गर तर वाक स्वतन्त्र प्रचण्डले दिएको चिज हो यो याद गर है किङको टाइममा यदि बोल्नु पाउनु थिएन त जति बोलिरहेको छ नि किङको टाइममा परेको त साफ हुन्थ्यो अहिले बोल्नु पाइरहेको छ यो चाहिँ माओवादी प्रचण्डले गर्दाखेरि उनीहरूको टिमले गर्दाखेरि भएको त्यो पनि नबिर्सि तैँले प्रचण्ड सिद्धिला माओवादी सिद्धेको छैन याद गरेर मान्छे म पनि माओवादी हो माओवादी बिग्राउँछु म सबै छ माओवादीहरू फेरि रियल माओवादी बाँकी छ मुला उठ्न नपरोस् फेरि आफै बोल्न चाहिँ हुने मुला अरूले बोल्न नहुने भएको कुरा गरिरहेको छ भने राजा चोर देश चोर भन्यो केपी ओलीलाई चोर देश चोर सबैले चोर देश चोर भन्यो मलाई भोलि बालेन रविले पनि राम्रो गरेन भने तिनीहरूले पनि यही भन्ने म त अहिले भनेको छु बालेन रवि राम्रो गर देश चाहिँ बचा भनेको तिमीले बचाउन सक्दैन त्यो पनि मलाई थाहा छ तर राम्रोसँग गर भाइ तिमीहरूले ओके हामी 3 करोड छ नि नेपाली परिवार हो त्यो याद गर म त्यसरी हिँड्छु त म त्यसरी हिँड भाइ सबै नेपालीहरू असल छन् समय परिस्थितिले खराब बनाएको भाइ खराब नबन भन्छु म अब ग्रेड त मैले अस्ति नै भनिसक्यो है मासाला हामी मूलवासी है हामी मतवाली ग्याङहरू उठ्यो भने चाहिँ म झाला काट्छ याद गर है त्यो चाहिँ नेवारमा त उठे पुग्छ मुला गुरुङ लिम्बू शेर्पा है तामाङ यो उठ्यो भने ठुलो पिठो हुन्छ त्यो चाहिँ याद गरेर मुजी हामी त लिएर हिँड्छ मुजी खुकुर लिएर हिँड्छ मुजी कान्छाउँलाई काटे पनि ख्याल भयो हामी मुजी याद गर राम्रो त गर तर वाक स्वतन्त्र के साइबरलाई नचला मुला बालेन रविहरू सबैले चलाउन सक्छ त चलाएर खाइरहेको छस् मुजी मैले खाइरहेको छ 2 साग मुजी मैले खाएको छैन मुला तेरो कार्यक्रममा त खानलाई मलाई बोला होइन मुजी फ्रीमा गरिदिएको मुला तँलाई मुजी आफ्नै गाडीमा तेल हालेर आएको थिएँ मुला तेरो ताकि तेरो परिवार राम्रो होस् तैँले कमाएको बार छ नि तेरो बच्चाले राम्रो शिक्षा पाओस् भनेर म आएको भाइ म त्यसरी बुझ्छु म त्यसरी सोच्छु मुला म त्यसरी सोच मुझे दुःख गरेर खान्छु मुझे अहिले पनि खेती गरिरहेको छु मैले यो उमेरमा फिल्म गरिरहेको छ मान्छे फाइटिङ कम फाइट म्याच आइज मुजीहरू मुझे अति भयो मुजी सानो छोर मुजी यस्ता और्य भौरे धेरै हेरिसक्यो मुझे तैँले पनि हेरिसक्यो राजा तेरेन मुजी आर्मीको चिफ भएको तेरेन मुजी को हो तिम्रो सब मुला साला गोटीहरू मुला स्वास्थ्य शिक्षा रोजगार है तिमीहरूलाई पनि भनेको छ भाइ साइबर चाहिँ नरोक प्लिज केपी दाई हेलिकप्टरमा भागेको नबिर्से है साइबर रोकेर मासाला यो चाहिँ ध्यान दिए सबैले एनजिए आन्दोलनमा मासाला स्वच्छ मनले गएको हो म कुनै स्वार्थ थिएन मेरो जेनजीले बनाएको होइन यो मलाई साइबर रोकेर भएको घटना हो याद गर एकदमै ध्यान दिए मैले भन्ने छु मलाई यहाँ कसैलाई अब रेस्पेक्ट भन्ने नै छैन नेपाल देश त गयो नेपालीहरू रहन दिए सब थाहा छ एकै खेल थाहा छ मलाई जातीय दोनो चाहिँ नगर है चिलबिल ओके भाइ लभ यु तँलाई किन मुख छोडेर मैले बोलेको थाहा छ तेरो चिलबिलले मुख छोड्ने हो कि त चाहिँ घोच्याउँछ है त मुख छोड्छस् के म पहिला मुख छोड्नेवाला थिएन 9 महिना अगाडिदेखिको पोडकास्टमा गएको हेर म हायाट होटेलमा डाक्टर गौली साहब के खन्न भनेको थिएँ कि त्यो बेलाको मोदी साहबको राय खान्छ त्यही बेलादेखि मैले भनेको थिएँ कि त्यस्तो हुन्छ भनेर त्यहाँ मैले मुख छोडेको थिएन कि बाध्य बस बनाइदिएँ कि यिनीहरू मुख छोड्ने मलाई पनि अहिले पनि म फेरि एकपल्ट भन्छु वाक स्वतन्त्र
भन्ने अधिकार नहो। बालेन रवि तिमीलाई धेरै एक्सपेक्ट गरेछ है, म त गरिनँ भाइ। म आफू एक्लै हिँड्ने मान्छे हो, डुवाइन दाइमा हिँड्नु हो, आफै परिश्रम गरेर खाने मान्छे हो।